सो हेलो हेलो अब उज्यालो भयो एन्ड कामहरू बाँकी अब मिटर लिनु जानु छ अब हेरौँ भन्दाखेरि कामहरू गर्न फेरि त्यही लाग्छ भिडियो के बनाउनु भन्ने लाग्छ बट त अब हिजो बनाऊ भनेपछि बनाउनु पनि पर्यो भर्खर उठेछ र अब जान लाग्यो म अब जान लाग्यो भन्दा पनि अब बल्ल त उठ्यो हल्का सा फ्रेस हुनु पर्यो पानी छुनु पर्यो त्यसपछि निक्लिनु होला मैले हल्का सा ट्राई गर्छु हिजो राखेको थिएँ यो यसमा यहाँ सिम छ हल्का सा ट्राई गर्छु यसमा कस्तो रेकर्ड गर्छ लाइक यति त रेकर्ड गर्ने हो यति रेकर्ड निकाल्ने हो कति आउँछ फुटेज एकचोटि ट्राई गर्नु पर्यो यार बेर भइसकेछ तै पनि अरे ब्यागमा चेन लगाएको छैन हल्का सा चेक गर्नु पर्यो कस्तो फुटेज आउँछ केही टाइमको हल्का डाउन भएको रहेछ क्या क्यामेरा एडजस्ट गर्न मिलेको छैन भन्दा त्यही पनि अहिलेको चेक गरौँ लेट्स सी सो रेकर्डिङ त गर्यो भ्यू कस्तो पाछ थाहा भएन मैले यसो चेक गर्छु र फेरि रेकर्ड गर्न होला या अहिले म छु सालजन्डी पिपल डाँडा हुन्छ कि पिपल डाँडा जाने बाटो भन्छ वाटेभर ल एकचोटि चेक गर्नु पर्यो कस्तो आछ चुलमा चाहिँ छ चुल रेकर्ड्स राम्रै आछ फेरि एकचोटि चेक गर्छु यहाँ लाइक जङ्गल जस्तो वातावरण छ यहाँ जङ्गलको बिचमा चलाए जस्तो जङ्गली रोड जस्तो यसमा फेरि एकचोटि चेक गर्छु बाँकी हटाउनु होला नि त्यसपछि त बल्ल
लियो आएन आएन है घरको अर्ग्यानिक काँक्रा खान लाग्छ मैले आउँदै खाने भए आउनुहोस् है हजुर हो ल ल ल आउनु आउनु घरको अर्ग्यानिक काँक्रा खानु ल ल ल सकिन्न छिटो 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 सेने ए नुन खुर्सानी हरियो खुर्सानी थियो होला नि त्यसमा हरियो खुर्सानी पिस्न हल्सिलाउ तिमीले खाने हो घरको अर्ग्यानिक काँक्रो सो अल गुड एन्ड आज चाहिँ अब नाइट सुरु भइसक्यो ल अनि हाम्रो चाहिँ भोलिको मोहन भोलि जाँदैछ फेरि दिल्ली जाने दिल्ली फेरि प्लानमा त थिएन मेरो प्लानमा थिएन यो भनेको मेरो प्लानमा नभइकन मलाई जानुपर्ने हो या त बाबा जानु पऱ्यो या कोही जानु पऱ्यो केही न केही चिजको एकजना मान्छेको निड भएर बाबा र म नगए पनि एकजना कोही जानुपर्ने थियो सो द्याट्स वाइ म जाँदैछु यहाँ यत्तिकै छोडेर बाबा हुनुहुन्छ मम्मी हुनुहुन्छ अनि दाइ पनि भोलि जाने साथमै निक्लिने दाइको डेट पनि भोलिको छ भोलि निक्लिने साँझको एन्ड अहिले चाहिँ दाइले बनाउँदैछ हुक्का त्यही देखाएको आफ्नो लागि भनेर केयर अमेरिकन फ्रिजर लेट्स ट्राई त फेरि एक मिन्ट अस्ति मलाई कबाड गरे बोजो भनेर यहाँ यो पनि मिन्ट नै हो दिस इज अल्सो मिन्ट अनि यहाँ मलाई बनाउने फेरि यहीँ दाइ हो ल अनि यो मिन्ट चाहिँ हुन्छ मिन्ट र बोजो लाइक उस्तै हुन्छ बोजोको चाहिँ स्मेल गुड आउँछ अरे मिन्ट चाहिँ चिसो बनाउँछ यो चाहिँ हिलोमा गुड हुन्छ कतातिर लगाउँ यो साइडमा पछाडि चाहिँ लगाइदिउँ ल क्यामेरा छोपिदिन्छ त्यो त अलि यतै लगाऊ जाग्न त जाग्दो रहेछ मरेर पनि जागेछ त्यहाँ यू एक बनाना केला प्याराडाइज यू प्याराडाइज यो झारखण्ड के अरे त्यो यतातिर हामीले लगाउने भन्ने थियो यो एक स्वामी यसलाई भोलि लगाइन्छ यसको ठाउँमा रिपोर्ट गर्ने यसलाई रिप्लेस गर्ने चेन्ज गर्ने यो जाग्न त जाग्छ कि एरियल रुटको साथमा थियो त्यही पनि त्यसलाई सार्ने यतातिर यो बोगनवेलिया यो फिडर लिफ यो पनि स्वामी देखियो यसरी राख आज गाडी बनाउने आज मोबाइल बनाउने यो त कस्तो छ है यो के कस्तो शीतल छ नि होइन मेरो त्यस्तो शीतल छैन के हाल्यो चेनी मलाई चिन्च्युला कति गरु तिम्रोमा भयल बाबा यसमा पनि कन्फ्युज हुनु जाँदाखेरि निशाना लगाइदिन्छु त तपाईँले अर्कोमा बनाइदिइसकेछु निशाना
पुदिनाको स्मेल के अरे टेस्ट त आछ त लाग्छ मलाई पुदिना हैन हुन्छ सर खै पुदिना त यो हेर्नु उसले अनि मिन्ट त चिसो हुन्छ नि त अनि मिन्ट त चिसो पनि त हुन्छ के फेरि आछ है टेस्ट त यो सबले मिन्ट लिफ लेखेछ कि तर मिन्ट चिसो हुन्छ कि नै र फेरि मिन्ट भनेको त चिसो होइन र नि मिन्टले मोडे सो गुड हामी अहिले बस्छु होला यहीँ बस्छु छ हामी अब यसको लागि के कसरी गर्ने कन्टेन्ट निकाल्नको लागि भनेर हामीले ट्राई गर्दै बस्छु छ हामीले ट्राई गर्दै बस्छु पर्फेक्सनतिर छोडेर इम्पर्फेक्सन नै रेकर्ड गरेर सेयर गर्ने चक्करमा ट्राई छ अब जसो आफ्नो बेइज्जत नै लाग्यो पनि पब्लिकको अगाडि बेइज्जत नै लाग्यो भने बोल्ने बाहना पाउँछन् के भन्ने टाढाबाट बोलेर कन्टेन्टको हिसाब होइन नि त हेलो पुग्नुभयो ल हुन्छ यही घर सो अन्त भोलि त छ दिल्ली जाने छ भोलिको टाइम त्यो आजको टाइम यही त्यसपछि जाने काम गर्ने दिल्ली पुगेपछि नाइट राइड हुन्छ कि मर्निङ राइड हुन्छ इभिनिङ राइड हुन्छ कहिले पोसिबलसम्म राइड लिइराख्नु पर्ला 2-3 दिनमा छ कि